वास्तवमै कोडिङले हामीलाई सोच्न सिकाउँछ हैन। जब कोडिङमा बगहरू आउँछन् हामी आत्तिन्छौँ के सुरुमा बिगिनर स्टेजमा चाहिँ बगहरू देखेर आत्तिन्छौँ, तर वास्तवमै बगले हामीलाई नयाँ लोजिकमा पुर्याउँछ हैन। दिमागले अरू नयाँ कुराहरू चाहिँ खोज्दै जान्छ क्या। तर हामी चाहिँ त्यसमै पुगेपछि जब बगहरू आउन थालेपछि बग फिक्स गर्न सकिँदैन, त्यसपछि चाहिँ यो त धेरै गाह्रो भयो भनेर हामी गिभ अप गर्ने धेरै छौँ। तर वास्तवमा कोडिङ जब हामी बिगिनर स्टेजबाट फाउन्डेसन बनाइसकेपछि अलि माथि उठ्छौँ, त्यसपछि हामीलाई मजा आउन थाल्छ। कोडिङमा एक किसिमको रस बस्छ क्या। त्यसपछि हामी स्वयं नयाँ लोजिकहरू ढुँड्छौँ। तर हामी कोडिङमा हामी एकदम एउटै लयमा गयौँ भने हामीले सफलता अवश्य पाउँछौँ। एउटै लय भन्दा तपाईँले आज जुन मोटिभ लिएर चाहिँ कोडिङ गर्न थाल्दै हुनुहुन्छ, त्यही मोटिभमा सधैँ भएर बस्नु पर्यो। ओके।